आमाको पटुकी केवल कपडा होइन, दैनिक जीवनको मौन इतिहास हो। उसको गाँठोमा कति चिउरा गुन्द्रुकको गन्ध छ, कति खेतको पसिना मिसिएको छ, कति आँसु टल्किएको छ, गणना गर्न सकिँदैन। धेरैलाई पटुकी साधारण चिज लाग्ला, तर आमाका हातले बाँधिएको पटुकी मानिसका प्राण जोगाउने अदृश्य सुरक्षा जस्तै हुन्छ। कहिले पेट दुख्दा तातो नुन राखेर बाँधिदिन्थिन्, कहिले सानोलाई काखमा राख्दै यही पटुकीले छातीको आदिमा सान्त्वना दिन्थिन्। यो पटुकी 2 मिटर जति मात्र होला, तर त्यसभित्र कति त्याग लुकेको छ। हाम्रो बाल्यकालमा जो चिज हराउँथ्यो, कागती, खेलौना, मिठाई, सबैभन्दा पहिले खोजिने ठाउँ यही पटुकी हुन्थ्यो। मानौ संसारको सबै अभाव आमाले आफ्नो पटुकीमा राखेर बचाएकी थिए। समयले उसको शरीर थकाइयो, काख हल्का बनायो, तर पटुकी कहिल्यै थाकेन। जो प्रतिक्रियाविहीन भएर मानिसको दुःख चोट तानिरहन्छ। अस्पताल लैजाँदा समेत आमाले पटुकी छोडिनन्। मानौ त्यो पटुकी नहुँदा उनी खाली हुन्छन्। बाँच्नको एउटा आधार घर छ। पटुकीहरू धोएपछि पनि एक किसिमको आमाको गन्ध टर्दैन। त्यो गन्धमा लुगाको धुलो, घाम, पोल र जीवनभरको मार्तित्व मिसिएको हुन्छ। आमाको पटुकीले धन कुबेर बन्ने सपना नराख्यो, फरक रङ्गको गर्व खोजेन। उसको गर्व कसैलाई केही बाँधिनु, कसैको दुःख सम्हालिदिनु। आमाको पटुकी घरका सबै मान्छेका दुःखको घाउपट्टी जस्तै हुन्छ। कहिले बाबुको पेट दुख्दा, कहिले छोराको चोट बोकेर, कहिले छोरीको आँसु पुछेर उही पटुकीले परिवार चलायो। समय फेरिन्छ, बजारमा नयाँ डिजाइन आउँछन्, तर त्यो पुरानो पटुकी कहिले पुरानो हुँदैन, किनकि उसको धागाले एक परिवार बाँचिरहेको छ। आमाको पटुकी अन्त्यमा एउटा वाक्य मात्र भन्छ, म तिम्रो पीडा, तिम्रो भोक, तिम्रो हौसला सम्हाल्न जन्मिएकी हो। र आमाले कहिले पुरस्कार माग्दिनन्, कहिले धन्यवाद चाहदिनन्, किनकि पटुकीले गर्ने काम दिव्यपन जस्तै मौन हुन्छ। त्यसैले आमाको काख, मन र धैर्य यदि कुनै वस्तुले बनक बोकेको छ भने त्यो पटुकी हो, जसले कहिले लेखिएको इतिहास पाउँदैन, तर प्रत्येक घरको आत्मा बाँचिरहन्छ।